भन्छ 10 भ्युज आयो केक नै काट्दिउँ क्या हो काट्यो यति त डिजर्भ गर्यो साने केक काट्ने कहाँ गयो साने साने त गोरो थियो त हरायो त केक काट्ने हो अनि 10 भ्युज आइदियो अब त सेलिब्रेट जित्छ भान्जा यो इन्टरभ्यू दिएर हेर्छ त गाह्रै छ अब अवस्था गाह्रो अब त आउने छैन भेट्दिन भन्ने है भएमै हामीले इन्टरभ्यू दिँदैन भन्नु अब इन्टरभ्यू चाहिँ हामीलाई दियो हाम्रो इन्टरभ्यू दिन्छ समयले दिइरा समयले त फेरि राम्रो दिन्छ नि उसको त जिन्दगी नै आरसीबी जित्दैन भाइ आरसीबीले जित्दैन आरसीबीले जित्ने भनेको कोरोना आइदियो ओए कोभिड आयो त केटा हो ओके घरतिरबाट भ्लग हान्न पर्छ क्या स्याने अब त सेलिब्रिटी भइसक्यो 10 जना के अनि 10,000 थोरै हो यो कोठामा हालौँ त 10,000 कति हुन्छ हैट तेरिका लुटिनेले पोस्ट हाल्छ होला अब हाम्रो ढुक्का हाल्छ नि हाम्रो नालको गाली हो त्यसले स्याने कडा हो पेटी लाएर हो हेर न यहाँ अघि रत्नबाट जाने होइन नि तिमी गाडेर तिम्रो यसरी बााउन्सर बसिरहेको जिन्दगीमा अब दुईटा बाउन्सर थपौँ क्या होला तिमीलाई रोजगारी हुन्छ एउटा भान्जा ब्लो जबबाट रियल जबतिर सर्छ पहिला ब्लोजब पाउँछ अहिले रियल जब गर्ने हो भान्जा तिमीलाई ह्यान्डसम किन भनेको थाहा भयो भाइ भयो भन न भयो ह्यान्डसम किन भने मैले बुझिसकेँ गाह्रो ठिक छ अब मटन चुस्ता अन्डा करी बना अन्डा नि हो नि मलाई लौका बनाएर खानुभन्दा त अन्डा बेस नाइस भएन ओए स्याने दाल छ भात खाने लौकाको बिल्ला हाने कि हेर्न फाले हो लौका त पकाएर फाले हो दाल छ भात खाएन तिमीले हिजो बिजी बेलुका त पियाज नि खाएन कि मैले कागती खोजेँ राति 12:30 बजे कागती खोज्या कि राति 12:30 कहाँ थियो कि खास यो आधा टुक्रा कागज थियो मैले खाइदा के हो त नि हो र सामाजिक न्याय सुशासन र समृद्धिको ए भान्जा नपढ यार सहित गणतन्त्र र यो तिमीलाई आउन्न के पढ्न राष्ट्रिय सुधार गर्न हातेमालो हातै छ तिमीलाई हातै छ हातेमालो गरौँ गणतन्त्र दिवस 2022 सानो आज अफिस जान्नुहोस् 82 को हार्दिक शुभकामना सानो आज अफिस नजाने कति बेला जान्छस् अनि तँलाई त्यहाँ फेरि त्यो घेर्ला नै राजावादी भनेर होइन भने 10 भ्युज आइसक्यो 10 जना अनि सेल्फीको लागि हो सेल्फी हानौँ र सानोलाई साइडमा राखेर कि सानो हाम्रो फोटो खिच्दै सानै कडा हो भन्दा मन भयो फाइनल्ली हो जति रिलेसनसिपमा बस्छ थियो नि त्यति टाइम तँलाई मुभ अन हुन लाग्यो पर्माले बोला अझै लागेन भन्छौ त्यो हनुमानको कुरा नगर अन्त ल त म गिटार बनाउँछु रत्नपार गर्ने आउँछ परमाड फेरि रत्नपार्क हेर्नु त्यसको कालीमाटीको ए कालीमाटीको रुट तिमी हो रत्नपार्क होला गाई नै राम्रो हुन्छ यार योभन्दा त भयो कन्ट्रोभर्सियल गिटारको बेचो तानी लाग्यो भन्नुपर्छ भन
उसको बर्थडेमा यही बजाएर प्रपोज गर्छु अरे उसलाई प्रपोज हानिहाल्छ अझै पुरानो तिम्रो कुरा गरे भाइ तिम्रो हल्लियो लचक लचक त्यो कम्मरे देउला सानो बोल न सानो त मोटा खास त चिचाउनु हुँदै घरबेटीले निकाल्छ नि ओए 10 भ्युज आइसकेको त निकालियो भने घर किन्ने अब सबभन्दा एक्सपेन्सिभ घाँसीगलतिर किन्ने कि बालवाटारतिर किन्ने वाइ वाइ किन्ने पैसा छैन सानै गीत गान म बजाउँछु राम्रो गाउने भयो त भनिहाल्थ्यो नि नराम्रो गाउने पो चाहियो हुन्छ नि अहिले राम्रो गायो भने त कपिराइट आइहाल्छ नि एक दिन म आएको होइन म त खुल्ले टपरीमा मुतेहा होइन काडी ल्याए केटाहरूले टपरी भने सानोले गीत गाइरहेको रहेछ अहिले नि फेरि कसले टपरीमै मुतेछ कमसे कम मान्छेले मुतेर त गाएनन् नि मैले गिटार सिक्न त मन छैन मलाई होइन तर फेरि पपुलर भइयो होइन भइसक्यो त 10 दिन आइसक्यो यहाँ पपुलर सानो के भयो रिप्लाई दिए क्या क्लासले अझ तिम्रो हात कामै छ त आजको डोज नपुगेर हुन सक्छ ए आज त रमाइलो रहेछ व्हाट अ बिजी डे किन नेपाल भर्सेस स्कटल्यान्ड पन्जाब भर्सेस आरसीबी हामी त सधैँ बिजी हो तिमी हो आजबाट त म पनि बिजी लास्ट चाहिँ बिजी अब बन्द गर्दौ आउट